इन्स्योरेन्स किन गर्ने, कसले गर्ने, कहाँ गर्ने अनि कहिले गर्ने? इन्स्योरेन्स सुरक्षा हो या लगानी कि बचत? बीमक, बीमित, नियामक र सरकारलाई जोड्न, अर्थतन्त्रमा बीमाको योगदान बढाउन, गरिबलाई झन गरिब हुनबाट जोगाउन, विश्वसनीय बीमा सेवा र सचेतनाका लागि ब्रान्डिङ सिन्डिकेटको इन्स्योरेन्स टक। इन्स्योरेन्स टक इन एसोसिएसन विथ नेपाल बीमा प्राधिकरण, नेपालको बीमा नियमनकारी निकाय, स्पोन्सर्ड बाई सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि, सिटिजन लाइफ इन्स्योरेन्स, समृद्धि तपाईको साथ हाम्रो, आइएमई लाइफ इन्स्योरेन्स, इन्स्योरिङ फ्युचर, शिखर इन्स्योरेन्स, ह्याप्पी इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स फर अ सेक्योर फ्युचर, सन नेपाल लाइफ इन्स्योरेन्स, सबैका लागि सुरक्षा, शिक्षा र समृद्धि, प्रभु इन्स्योरेन्स, प्रोटेक्टिङ योर फ्युचर, युनाइटेड अजोड इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट, एनएलजी इन्स्योरेन्स, सबैको सुरक्षा, एनएलजी को इच्छा, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सुरक्षाको पूर्वाधार, भविष्यको आधार, रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड, रिलायबल लाइफ सधैँभरिलाई, पोलिसी बजार नेपाल.com, गेट इन्स्योर्ड डिजिटल्ली, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, ट्रस्ट एन्ड सेक्युरिटी, अनलाइन पार्टनर इन्स्योरेन्सखबर.com फर इन्स्योरेन्स अवेरनेस, सिंहदरबार.com पालो आर्थिक बहसको, साझा कथा.com साझा विचार, साझा समाचार। नमस्कार, इन्स्योरेन्स टकको नयाँ श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। आज हामीसँग स्टुडियोमा पाहुनाका रूपमा उपस्थित हुनुहुन्छ नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राम कोजु। राम सर, स्वागत छ यहाँलाई। धन्यवाद। आराम हुनुहुन्छ है? तपाईँले प्राधिकरणमा लामो समयदेखि बीमा लेख शाखाको नेतृत्व गर्नुभयो, भलै अहिले त्यो जिम्मेवारी बदलिएर पुनर्बिमामा पुग्नु भएको छ। पुनर्बिमामा हामी कुरा गर्दै गरौँ होला। प्रारम्भमा तपाईँले यसअघि प्राप्त गर्नुभएको, वहन गर्नुभएको जिम्मेवारीको क्षेत्र आसपासबाट यो छलफल आरम्भ गरौँ। हजुर, एउटा बीमा लेख, बीमा पोलिसी बन्ने प्रक्रियाको आरम्भ कहाँबाट हुन्छ? विशेष गरी बीमा लेख बन्ने प्रक्रियाको आरम्भ त सर्वप्रथम कम्पनीले एउटा निड असेसमेन्ट गर्नु पर्यो, एउटा फिजिबिलिटी स्टडी गर्नु पर्यो कि त्यो पोलिसी ठ्याक्कै बीमा कम्पनीलाई चाहिन्छ कि चाहिँदैन। एउटा उसले निड असेसमेन्ट एउटा म्यानेजमेन्ट तहबाट, हामी चाहिँ बोर्डबाट भन्छौँ, बोर्डबाट एप्रुभ भइसकेपछि त्यो निड असेसमेन्टको बेसमा चाहिँ एउटा हामी मतलब टेक्निकल असिस्टेन्ट हुन्छ, त्यो चाहिँ एउटा एक्चुअलीले टेक्निकल असिस्टेन्ट गरेर एउटा प्रिडिफाइन्ड फर्मेट छ, त्यसको लागि एउटा प्राधिकरणले फर्मेट पनि बनाएको छ, टेक्निकल नोटको फर्मेट भन्छौँ। त्यसको परिप्रेक्ष्यमा भनेर टेक्निकलिटीको वर्कहरू गर्छन्। सामान्य रूपमा भन्नुपर्दा त्यो टेक्निकल नोटमा हुने भनेको त्यो प्रडक्ट उता मार्केटिङ पर्सपेक्टिभबाट फिजिबल भइसकेपछि टेक्निकली त्यो ठ्याक्कै फिजिबल हो कि होइन त्यो कुराहरू, जस्तै जति पनि तपाईँको कस्टमरका बिमितका निडका कुरा होला, कस्ता किसिमका निडलाई मैले एड्रेस गर्ने हो, कस्तो निडको ग्याप छ मार्केटमा, त्यो त फिजिबिलिटी स्टडीमा आउने भयो। कति चाहिँ मैले प्रारम्भिक ल अफ लार्ज नम्बर राख्नु पर्ला, अरू यसको प्राइसिङ कसरी गर्नु पर्ला, त्यो यथोचित प्राइसिङका र टेक्निकलिटीका कुरा, बोनसदेखि लिएर प्राइसिङदेखि लिएर यावत भनौँ, यता सामान्य रूपमा भन्नुपर्दा कस्ट अफ क्यापिटलको पर्सपेक्टिभका कुराहरू चाहिँ टेक्निकल नोटहरू बिल्डअप गरेर एक्चुअलीबाट बनाउनुहुन्छ। अब एक्चुअलीको कन्टेक्स्ट पनि हामीले एउटा प्रिडिफाइन्ड सेट अफ लाइफको लागि त सेटै गरेका छौँ, हुन त नन लाइफलाई पनि सेट छ, को एक्चुअली बन्न पाउने, कस्तो नपाउने, त प्रिडिफाइन्ड क्वालिफाइड एक्चुअली हुन्छ। त्यो एनआइएबाट नि एप्रुभ भएका एक्चुअली मध्येबाट टेक्निकल नोटहरू प्रिपेयर गरेर चाहिँ अनि उहाँहरूले हामीलाई एनआइएमा फाइल गर्नुहुन्छ। ओके, वान्स अब एनआइएमा फाइल भइसकेपछि हामीले चाहिँ एज अ अब हाम्रो लागि चाहिँ स्टेक होल्डर भनेको एउटा तपाईँको इन्स्योर्ड पनि भयो र एउटा बिमित पनि भयो।
हाम्रो चाहिँ अलिकति अब उता इन्सुरेन्स कम्पनीको पर्सपेक्टिभ अलि मार्केट बेस हुनसक्छ अथवा थोरै कमर्सियल हुनसक्छ, तर हाम्रो चाहिँ फेरि पर्सपेक्टिभ चाहिँ अलिक एक स्टेप हामी पोलिसी होल्डरको पर्सपेक्टिभबाट पनि सोध्छौँ, एउटा तपाईँको बिमितको पर्सबाट पनि सोध्छौँ, बिमित सँगसँगै बिमक दुवैको एज अ हामी कन्सेप्टबाट सोध्छौँ। अब यसमा एउटा हामीले असेसमेन्ट गर्ने भनेको एउटा हामी फर्स्ट लिगल्ली असेसमेन्ट गर्छौँ, के छ त यो लिग्यालिटी यो प्रडक्टको कुन लिगलमा बेसमा भइरहेछ। वान्स लिगल्ली अब भइसकेपछि अब लिगलमा हामी यसमा सम्पूर्ण डकुमेन्टेसनका कुराहरू यस्तो हामीसँग यता यथोचित यता निर्देशिका छ, यता कसरी प्रपरली हामीले पोलिसी फाइल गर्नुपर्छ भनेर त्यो एउटा गिभन लिगल प्यारामिटर जुन फ्रेमवर्क छ त्यसमा बसेर लिगलका कुराहरू हेर्छौँ। त्यसपछि हामी एउटा प्रारम्भिक टेक्निकल असेसमेन्ट गर्छौँ। त्यो टेक्निकल असेसमेन्ट हुन त उता एक्चुअलीबाट अलरेडी नै गरेर आएको हुन्छ, हामीले पनि त्यसलाई एउटा रिभेरिफाई गर्छौँ। एउटा हाम्रो यो रिभेरिफाई गर्ने भनेको यो चेक पावर एन्ड चेक भनेको एउटा तपाईँको कर्पोरेट गुड गभर्नेन्सको पातो पनि भयो। अब हाम्रो रिचेकिङमा पर्सपेक्टिभ चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिकति तपाईँको पोलिसी होल्डर पर्सपेक्टिभबाट अलिक बढी झुकाव चाहिँ हुन्छ। हाम्रो के उद्देश्य हो, बिमक पनि फाइनेन्सियली सस्टेन हुनु पऱ्यो, सल्भेन्ट हुनु पऱ्यो र बिमितलाई पनि तपाईँको यथोचित रिटर्न चाहिँ आउनु पऱ्यो। के छ त अब त्यसमा धेरै कुराहरू हुन्छन्। अब मुख्यतया अब कमन सर्वसाधारणले बुझ्ने रूपमा भन्नुपर्दा टेक्निकलिटीका पनि हाम्रो यता प्यारामिटर चाहिँ डेभलप छ। सामान्य यो सबैले बुझेकै भाषामा भन्दा यता मोर्टालिटीका कुराहरू आउला, कस्तो मोर्टालिटी एजम्सन लिइरहेछ, तपाईँको त्यसमा कति लोडिङहरू छ, एडमिनिस्ट्रेटिभ कस्ट कति लोडिङ छ, किनभने त्यसमा त सबै लोडिङकै पोर्सन हुन्छ। एउटा तपाईँको रिस्क लोडिङदेखि लिएर त्यो पोलिसी एक्विजिसन कस्ट भन्छौँ हामी, एडमिनिस्ट्रेटिभ कस्ट एउटा तपाईँको कम्पनीबाट बिमितसम्म त्यो पोलिसी पुग्दाखेरि कति खर्च लाग्ने हो त, एडमिनिस्ट्रेटिभ कस्ट हुन्छ, फिक्स कस्टका होला, केही तपाईँको यो फिक्स र एडमिनिस्ट्रेटिभ कस्टमा केही भेरिएबल कस्टहरू हुन्छ जुन टाइम डाइनामिक्स अनुसार चेन्ज हुन्छ, त्यो कस्तो लोड भएको छ, त्यसको एप्रोप्रिएसन कति हो, कति ठिक हो कि होइन। अब यसमा ठ्याक्कै टेक्निकलिटीमा हामीसँग यस्तो नै ठिक, यो लोडिङ यो नै ठिक भनेर छैन। तर तपाईँको 2000 यो तपाईँको यो 4 साल भन्छ अथवा 25 सालदेखिका पोलिसी जति एप्रुभ छ त्यसको हामीसँग एउटा रेकर्ड छ र एउटा प्रपर बेन्च मार्किङ पनि छ भनिसकेपछि तपाईँले हेर्दा चाहिँ जस्तो दुईवटा चिज मूलतः हेर्नु पर्यो प्राधिकरणको एन्डबाट। एउटा त्यो प्रडक्ट लस मेकिङ नहोस् कम्पनीका लागि, करेक्ट हजुर, किनभने त्यो भयो भने फेरि बिमितको हित पनि लङ रनमा सुरक्षित हुँदैन। दोस्रो कुरो बिमितको हित अलि बढी केन्द्रमा हुनु पर्यो। त्यो चाहिँ बिमितको हित चाहिँ अलिक केन्द्रमै हुनु पर्यो। अब तपाईँको बिमितको हित केन्द्रमा त त्यो बाई डिफल्ट एउटा हाम्रो काम पनि हो, त्यो हेर्नु नै पर्यो त्यसमा। त्यसमा चाहिँ टेक्निकलिटीमा अब याहुत कुरा त हुन्छ। तपाईँहरू कहिले कहिले झुकेर चिप्लिनुहुन्छ, लस मेकिङ प्रडक्ट पनि बजारमा गइरहेछ, बिचमा रोक्नुपर्ने अवस्था पनि देखिन्छ। त्यस्तो सम्भवतः अब यस्तो छ, यो टेक्निकल नोट भनेको कस्तो हुन्छ, टोटल एजम्सन बेस हो होइन। बिमा आफैमा भनेको एउटा कन्टिजेन्ट कन्ट्र्याक्ट हो, भविष्यमा हुने इभेन्टलाई आज प्रेडिक्ट गर्ने सम्भावनाको आधारमा रेटिङ गर्ने हो। अब यो सम्भावनाको आधारमा रेटिङ गर्ने बेलामा अब कुरा कहाँ आउँछ भन्दाखेरि त्यो एजम्सनको त्यही तपाईँले भन्नुभयो जस्तै गरी कहिलेकाहीँ फ्लक्चुएट हुनसक्छ, चिप्लिन सक्छ भनेर उसले लिएका हरेक प्यारामिटरको हामी स्ट्रेस टेस्टिङ एउटा बुझ्ने सामान्य भाषामा सायद स्ट्रेस टेस्टिङ राम्रो हो होला, कति तलमाथि लचक हुन त हामी यसलाई अर्कै भन्छौँ टेक्निकलिटीमा। यो स्ट्रेस टेस्टिङ चाहिँ मोर अफ विथ फाइनेन्सियल साउन्ड भयो। त्यो एजम्सन कति फ्लक्चुएसन हुन्छ, यता प्रिडिफाइन्ड युनिभर्सल प्यारामिटर छ। अब त्यो प्यारामिटरबाट अनि उसले जति पनि एजम्सन लिइरहेछ हरेक एजम्सनको हामी उसलाई सामान्य भाषामा स्ट्रेस टेस्टिङ भनौँ, बुझ्नेले नाम चाहिँ अर्कै छ, त्यो हेर्छौँ। अब त्यो कहिलेकाहीँ यत्रोचित यता स्ट्यान्डर्ड रेटिङ छ एक्रस द ग्लोबमा छ नि यतिसम्मको फ्लक्चुएसन हुनसक्छ मेरो एजम्सनमा भनेर। अब त्यो भन्दा नै विपद पऱ्यो भने त हुनसक्छ, कहिलेकाहीँ लस मेकिङ हुनसक्छ, या अब अरू पनि कारण होला, नभए अब त्यस्तो अवस्थामा बाहेक यो चाहिँ त्यस्तो प्रडक्ट चाहिँ लस मेकिङ नहुन सक्छ। तपाईँले प्रिमियम निर्धारण गर्ने बेलामा चाहिँ यो मोर्टालिटी रेट, मृत्यु दर र जीवनको औसत आयु, लाइफ एक्सपेक्टेन्सी, त्यसलाई व्यवस्थापन कसरी कहाँ कसरी जजमेन्ट गरिया हुन्छ? अब यो मोर्टालिटी एक्सपेन्सेस चाहिँ जस्तै अब तपाईँलाई यसमा एउटा थाहा भएकै कुरा, हामी 2009 को डाटा लिइरहेछौँ। 2009 को डेटा लिइराख्दाखेरि त्यो बेलाको लाइफ एक्सपेक्टेन्सी रेट र अहिलेको लाइफ एक्सपेक्टेन्सी रेट त अलिकति इम्प्रुभै भएको छ। आई थिङ्क लाइक अराउन्ड मात्र भन्छु, त्यो टाइममा 2009 मा तपाईँको 50 को रेन्जमा थियो हामी। अब अहिले ब्याक 2025 आउँदाखेरि 71.5 वा 72 एप्रोक्सिमेटमा छ। यो भनेको आई थिङ्क एप्रोक्सिमेटली 38% को इम्प्रुभमेन्ट हो, रफली 38% को इम्प्रुभमेन्ट हो। अब यो 38% को इम्प्रुभमेन्टलाई त हामीले ब्याक त्यो मोर्टालिटी रेटको रेटमा बसेर गर्दाखेरि यहाँ एजम्सन लिँदा यसलाई हामीले कसरी कपअप गर्छौँ भन्दा, किन त ब्याक 2009 को रेटमा प्रिमियम चार्ज गऱ्यो भने त थोरै बिमितलाई हल्का महँगो पो पर्ने हो कि यो त हाम्रो त कन्समको एरिया पनि हो
होइन हो। यसको लागि काउन्टर गर्न के गर्छौँ भन्दाखेरि उसले लिएको त 2009 को होला उहाँले लिनुभयो, तर 100% लिन दिँदैनौँ। लगभग त्यसको 80%, किनभने त्यहीँदेखि त इम्प्रुभ त भएको छ भनेपछि त्यसको 100 नलिकन त्यसको 80% एसएमएस लिने दिने, 70 दिने, त्यस्तो चाहिँ हामी गराउँछौँ। जसले गर्दा तपाईँको समहाउ त्यसको जुन यो ग्याप छ त्यसले एड्रेस पनि गर्यो र तपाईँको यो बिमितलाई अलि जस्टिफाई पनि भयो। यो चाहिँ हामीले अन एभरेज चाहिँ गर्छौँ नै। जस्तो 15 वर्ष उमेर पुगेको एकजना नौजवानको बिमा अमेरिकामा गराउँदा त्यस्तै टाइपको पोलिसी नेपालमा बेच्दा त्यो प्रिमियम चाहिँ फरक हुन्छ। अब ठ्याक्कै अमेरिकासँग चाहिँ कम्पेयर गर्ने, सपोज जापानको कुरा गरौँ, इन्डियाको या बङ्गलादेश, श्रीलङ्का, वेरेभर हाम्रो नजिकका कुरा पनि गर्न सकियो, फरक हुन्छ। फरक हुन्छ सर। केले कारण? मुख्य कुरा प्रिमियममा फरक काट्ने भनेको त्यहाँको एक्सपेक्टेन्सी एउटा भयो फर्स्ट। त्यसपछि त्यसमा हुने भनेको अब कुनै रेगुलेटरी जस्तै क्याप पनि होला, त्यसमा तपाईँलाई कति अब तपाईँको अब छिमेकीसँग त ठ्याक्कै कम्पेयर गर्न मिल्यो, किनभने हाम्रो सोच मोरबल इन्सुरेन्स अहिले तपाईँको सेभिङ प्लस इन्भेस्टमेन्ट पर्सपेक्टिभमा छ। मैले युएसए किन भनेको भन्दा युएस यो कन्सेप्टबाट माथि आइसक्यो। त्यो पर्टिकुलरली उनीहरू रिस्कमा मात्र फोकस हुन्छ, किनभने यता प्रिमियममा हेभिली हुने चिज भनेको एडमिनिस्ट्रेटिभ कस्ट र कस्ट अफ क्यापिटल हो। प्योर रिस्क प्रिमियम र तपाईँको अरू लोडिङ र सेभिङका कम्पोनेन्ट हुने हो। तपाईँको अमेरिकामा अलि सस्तो किन हुनसक्छ भन्दा अब हाम्रै नेचरको प्रडक्ट बनाए त त्यहाँ पनि अफकोर्स मार्केट रेट हाम्रोभन्दा त्यति हुँदै छ, महँगै होला। तर अहिले त्यो कन्सेप्ट चाहिँ उहाँहरू रिस्क बेसमा प्योर उहाँहरूले चाहिँ सेभिङतिर होइन कि हाम्रो त समाजै सेभिङ र इन्भेस्टमेन्टमा अलिक केन्द्रित छ। जुन सोसाइटीमा जान्छ, जुन लोकालिटीमा जान्छ त्यही अनुसार प्रडक्ट बन्ने हो। उतातिर अलिक सस्तो हुनसक्छ, किनभने उहाँहरूको प्योर कन्सर्न सेभिङ इन्भेस्टमेन्ट होइन, रिस्क कभरेज मात्र हो। तर यो एसियन पेसिफिकमा यदि हेर्ने हो भने तपाईँको जस्तै छिमेकी राष्ट्रमा इन्डिया होला होइन, त्यहाँ हेर्ने हो भने त्यहाँ कन्सेप्ट अलिअलि हामी सेम पनि छ। सो प्रिमियमको केसमा चाहिँ तपाईँको त्यति ठुलो चाहिँ एजम्सन केले डिफाइन गर्छ भन्ने कुरामा त्यस्तो ठुलो चाहिँ फरक नहुन सक्छ। अब त्यसमा हुने भनेको केही रेगुलेटरी स्ट्याक हुन्, प्रोभिजनहरू हुन्, त्यसमा अब कतिसम्मको तपाईँको हामीले चाहिँ यो डिस्काउन्टेड राख्न पाउने, कुनै फ्री हो कि मार्केट हो कि, अब कति कन्जर्भेटिभ प्राइसिङ गर्छौँ, कति फ्रीली गर्न गर्छौँ। मोर कन्जर्भेटिभ तपाईँको अलिक बढी साउन्ड हुन्छ होइन, त्यो त प्रिडिफाइन्ड हो। मोर मार्केट रिलेटेड छ, कस्तो छ त्यो अनुसार चाहिँ हुन्छ। तर मोटामोटी त्यत्रो ठुलो फ्लक्चुएसन हुँदैन प्रिमियम। मैले इन्भेस्टमेन्ट प्रफिट र अन्डरराइटिङ प्रफिट दुईवटा क्लस्टर छुट्याएर प्रडक्ट बनाउने बेला ध्यान दिनुपर्छ भनेर भन्दै आएको हामी सुन्छौँ। त्यसको ब्यालेन्सको टुल्स चाहिँ के हो? खास चाहिँ तपाईँको प्रडक्टमा समहाउ इन्भेस्टमेन्ट इन्कमको पनि पोर्सन चाहिँ हुन्छ, त्यो अफकोर्स नै हो। तर त्यति अब ठ्याक्कै यसमा टेक्निकलिटी भन्दाखेरि चाहिँ हामी फेरि अलिक कमन पिपलले नबुझ्ला। तर यसमा चाहिँ तपाईँको मोर अपन एउटा प्रडक्ट प्राइसिङ गर्दा चाहिँ हायर प्रपोर्सन चाहिँ तपाईँको कस्तो हुन्छ भन्दाखेरि अन्डरराइटिङलाई नै फोकस गरेको हुन्छ। अन्डरराइटिङ प्रफिट भनेको के हो भन्दा प्योर रिस्क। के हो त अन्डरराइटिङ भन्दाखेरि मैले जुन पर्टिकुलर रिस्कको लागि प्रिमियम चार्ज गरिरहेको छु, कि त्यो रिस्कले त्यो प्रिमियमले त्यो रिस्कलाई कभर गर्न सक्छ या सक्दैन, इफ इन केस एनी इभेन्ट अथवा एनी डिफल्ट पेरिल भयो भने। अब मोरओभर त्यसैमा बढी फोकस हुन्छ। अब यता प्रपोर्सनेटमा यता जेनेरिक पर्सपेक्टिभमा भन्नुपर्दाखेरि एउटा प्राइसिङ गर्दाखेरि मोरओभर यो पेरिललाई अलिक बढी स्कोप 60देखि हाम्रोमा 6 भनेपछि लगभग अप्रोक्सिमेटली 70% रेन्ज त्यही हुन्छ। किनभने कम्पनीले नाफा कमाउने भनेको ठ्याक्कै टेक्निकलिटीमा भन्यो भने त अन्डरराइटिङ प्रफिट नै हो नि होइन, रिस्क म्यानेज गरेर नै अर्न गर्ने हो रादर देन अब हुन त मल्टिपल सोर्स हुन्छ। तर टेक्निकलिटी चाहिँ त्यो हो। त्यसैले त्यो टेक्निकलिटी हुने भएकोले बढी फोकस चाहिँ हामीले अन्डरराइटिङमै लोडिङ गरेर गरेको हुन्छ, किनभने इन्भेस्टमेन्ट त अब एउटा ठ्याक्कै सेकेन्डरी त्यो जोगिएको पैसा लगाउने भन्ने हो। सो बढी त प्रिमियममा त्यतैतिर नै जान्छ। यही बेला हो बोनस दर प्रति हजार प्रति वर्ष भनेर कम्पनीहरूले छुट्याउने। यहाँ चाहिँ थुप्रै मानिसहरूको बिमालाई अलि नजिकबाट बुझ्नेहरूको पनि एउटा दुखेसो छ। यहाँ चाहिँ कम्पनीहरूले अन्याय गर्छन् तर बिमा प्राधिकरणले धेरै हेर्दैन। 35 रुपियाँदेखि 90 रुपियाँसँग दिन्छौँ भनेर हल्ला गर्छन्। एकदम टेक्निकल फाइल हुन्छ, कहाँ लगेर हस्ताक्षर गराउँछन्, अनि दिने बेलामा चाहिँ 35 रुपियाँदेखि 90 रुपियाँ भनेर 90 रुपियाँ बेच्छन्, दिने बेला 40-45 रुपियाँ मात्र दिन्छन्। यस्तो खालको आरोप छ। यो भेरिएसन चाहिँ किन राखिया हो, कति अर्थपूर्ण रहन्छ? यस्तो छ, तपाईँको बोनस जुन यो डिक्लेरेसनको पातो भयो होइन, बोनस डिक्लेरेसन पातोमा जुन तपाईँले भन्नुभयो त 35 डिक्लेयर गरेर तपाईँको अथवा 90 डिक्लेयर गरेर 35 त गर्न नै पाउनु भयो। देखिसम्म भनिदिन्छ, त्यसपछि कन्फ्युज क्रिएट हुन्छ। अब यो देखिसम्म चाहिँ कस्तो हुन्छ, त्यो त अब ठ्याक्कै यति भनेर त्योभन्दा पर त जान्न पाइएन कि भन्नुभन्दा अगाडि सोच्नुपर्ने हुन्छ। सो यसको लागि हाम्रो राम्रो लिगल अब पास्ट ग्लोबल कन्टेक्स्टमै उदाहरण छ भने बोनस फ्लक्चुएसन हाम्रो जस्तो यो साउथ एसिया पेसिफिकमा बोनस फ्लक्चुएसन भनेको धेरै सेन्टिमेन्टसँग र कम्पनी ब्रान्डसँग जोडिएको हुन्छ।
अब किनभने हामी अघि नै मैले भने प्रायः मोर पिपुल इन्भेस्टमेन्ट र सेभिङमा छ भने चाहिँ अलिक सेन्सिटिभ पाटो नै हो। अब यो बोनस फ्लक्चुएट हुन नदिन तपाईँको के हुन्छ भन्दाखेरि एउटा प्रिडिफाइन उहाँहरूले जति बोनस भनेर उहाँले डिक्लेयर गर्ने हो एक किसिमको त्यो बोनसको थोरै समहाउ पोर्सन अफ लोडिङ अथवा प्रोभिजन यही पोलिसी प्रिमियममै राखेको हुन्छ। यति कुरो चाहिँ के हुन्छ भन्दा जति उहाँहरूले लोडिङ राखेको हुन्छ त्योभन्दा माथि त बोनस जान्छ नै। त्यसपछि जब त्यो बोनस उहाँले प्रोजेक्सन गर्नुहुन्छ त्यो प्रोजेक्सन गर्ने भनेको कम्पनीको टोटल सर्प्लसको तपाईँको 90% चाहिँ तपाईँको पोलिसी होल्डरलाई हो, 10% हो। जुन यही एउटा यो प्रोभिजनले पनि फेरि के गर्ने भयो भन्दा यो बोनसको फ्लक्चुएसनलाई रोक्ने भयो र यो प्रडक्ट पछि बोनस डिक्लेरेसन गर्ने हो त्यो चाहिँ फ्लक्चुएसन हुनसक्छ। किनभने त्यो प्रडक्टले कस्तो पर्फर्म गर्छ, जस्तै मानौँ हामीसँग इन्डोमेन छ होइन, तपाईँको हामीसँग इन्डोमेन कम होल लाइफ होला, पर्टिकुलर एउटा पोर्टफोलियोको जमातले कस्तो पर्फर्म गरिरहेछ त, किनभने नाफा त त्यसैबाट जानु पर्यो होइन। अब त्यो पोर्टफोलियोले राम्रो पर्फर्म गर्यो, पर्टिकुलर त्यो पोर्टफोलियोमा राम्रै बोनस हुन्छ। अब कम्पेरिटिभली मानौँ कुनै एउटा इन्डोमेन कम होल लाइफ छ अथवा होल लाइफले त्यति राम्रो पर्फर्म गरेन भने क्रस सब्सिडी त गर्नु पनि अलिकति भएन। अब यो चाहिँ त्यो हिसाब हुने भएकोले एउटै कम्पनीमा कम्पनी एउटै भए पनि तपाईँको पोर्टफोलियो वाइज चाहिँ फरक बोनस हुनुको कारण चाहिँ यो हो। अब यो एउटा गुड असल अभ्यास पनि हो। यसो सोच्दाखेरि पनि सायद न्यायच्युतै होला, कमन वेबाट प्रिन्सिपल्ली त यो अब एक्रस द ग्लोब यही नै चल्छ। अब न्यायच्युतली एउटा पर्टिकुलर पोर्टफोलियोको पर्फर्मेन्स राम्रो छ भने त्यही पोर्टफोलियोमा हामीले डिस्ट्रिब्युट गर्ने हो नि त। यो एकदमै हाइली टेक्निकल विषय हुन्छ। तपाईँहरूले अभिकर्तालाई कति पढाउनुहुन्छ, त्यसपछि उसले बिमितलाई कति पढाउँछ, अनि माग फारम भन्नुहुन्छ क्या तपाईँहरूको भाषामा, प्रपोजल, त्यसमा अन्तिममा एडक बेसिसमा साइन गराइया भइन्छ, के शर्तमा साइन गरियो नि नबुझ्ने अवस्था छ। यो अलिक बढी टेक्निकल भयो हुनाले प्रडक्ट समस्या हो। यो अलिकति बढी बेसी अब टेक्निकल त अब त्यस्तो ठुलो नै अब हामीलाई टेक्निकल भन्दा पनि त्यत्रो ठुलो रकेट साइन्स त होइन, यो त्यत्रो टेक्निकल होइन। तर एउटा के समस्या छ भन्दा अब यो एकातिर बनाउने पर्सपेक्टिभ भयो, यो टेक्निकलिटी भयो, यो टेक्निकल पर्सपेक्टिभ भयो। अब यो टेक्निकल पर्सपेक्टिभलाई मार्केटिङ अथवा मार्केटिङ पर्सपेक्टिभबाट कसरी लगिन्छ हो, यो दुईटा बिचमा थोरै डेभिएसन कहिलेकाहीँ आउन सक्ला। अब त्यो भनेको आफ्नो कम्पनीको तपाईँको कति इफिसियन्सी हो भन्ने कुरा हो। उसले प्रडक्टलाई कसरी पिच गर्छ, उसले आफ्नो अभिकर्तालाई कसरी ट्रेन गर्ने पर्टिकुलर प्रडक्टमा होइन, त्यो भनेको त्यसमा कुनै अब रेगुलेटरी स्ट्याक पनि छैन। रेगुलेटरले त यता ओभरअल तपाईँको वेदर अभिकर्ता क्वालिफाइड छैन गिभन द नर्म्समा इन्सुरेन्स आने छैन, एउटा प्रिडिफाइन सेट हुन्छ त्यसबाट हो। त त्यसले कम्पनीले त ग्रुमिङ गर्नुपर्छ। उसले प्रडक्ट वाइजमा त्यो प्रडक्ट कसलाई बेच्न मिल्ने हो उसको, किनभने एउटा टेक्निकल नोट बनाउँदा प्रडक्ट गर्दाखेरि अघि मैले सुरुमै भने मार्केट फिल्ड स्टडी हुन्छ, त्यसलाई कसलाई टार्गेट गरेर बनाएको भन्ने नै हुन्छ। यो पर्टिकुलर व्यक्तिलाई टार्गेट गर्नुपर्छ, यति इन्कमको अन एन एभरेज भन्ने कुरा हुन्छ। जुन त्यो टेक्निकलिटीलाई एक्ज्याक्टली मार्केट रिफ्लेक्ट गर्न सकियो तपाईँको अलिकति त्यो प्रफिटेबल पनि हुन्छ, सस्टेन पनि हुन्छ, सस्टेनै हुने भयो। अब रह्यो त्यो प्रपोजल फर्मको बेसमा त अब यो त तपाईँको आपसी यो तपाईँको के कन्टिजेन्ट कन्ट्र्याक्ट हो, यो कन्ट्र्याक्टको बिगिनिङ फर्मै मात्र हो। अब त्यो त तपाईँको अब कन्ट्र्याक्टमा जो पार्टी इन्गेज हुनुहुन्छ उहाँले त पक्कै पढ्नु नै पर्छ। त्यो उहाँको पनि एउटा जसले साइन गर्दैछ उहाँले पनि बुझेर गर्नुपर्ने एउटा उहाँको पार्ट अफ रेस्पोन्सिबिलिटी भयो। र जसले तपाईँको फर्स्ट सेटमा अफर गर्दैछ उहाँले पनि एउटा प्रपर रूपमा बुझाउनु पर्ने उहाँ नै भयो। त्यसैले त हामी अपमोस्ट गुड फेरि भन्छौँ, प्रिन्सिपलै भइहाल्यो। अब यो दुवै पक्षबीच कसैको यदि तलमाथि भइदियो भने चाहिँ कसैले आफ्नो अपमोस्ट गुड फेथ अथवा ड्युटिजलाई थोरै यताउता भइदियो भने चाहिँ अफकोर्स यसले कहिलेकाहीँ इम्प्याक्ट गर्छ। 14वटा लाइफ इन्सुरेन्स कम्पनीहरू छन्, त्यत्तिकै सङ्ख्यामा नन लाइफ छन् र अहिले त माइक्रोहरू पनि आछन्। हामीले प्रडक्टहरू हेर्दा चाहिँ मोरलेस उस्तै ABCD जुनसुकैमा जानुहोस् उस्तै आउँछ भन्ने गरिया छ। नामहरू फरक छन्, त्यसको फोचो गेस्चरहरू अलिअलि फरक भेटिन्छन्, होइन भने बाँकी सबै चिज उस्तै देखिन्छन्। यो नियम यस्तै हो, व्यवस्था यस्तै हो, वा हामी कहाँ R&D भएन, रिसर्च भएन, इनोभेसन भएन भन्ने हो। अब लगभग हजुरकै क्वेसनमा धेरै कुरा मैले त्यहीँनिर एन्सर चाहिँ भेटाएँ होइन। अब यो तपाईँको एउटा कस्तो छ भन्दा अब हामीले हेर्दा इच एन्ड एभ्री प्रडक्टमा टेक्निकल्ली केही न केही फरक छ, तर त्यो टेक्निकल्ली फरक भएको केसमा कहिलेकाहीँ मार्केटिङ पर्सपेक्टिभ नहुनसक्छ। अब रह्यो एउटा हजुरकै सिभिलिजमा जानु पर्दाखेरि हरेक प्रडक्ट बन्ने भनेको त्यो देशको जुडिक्सन लको बेसमा भनेको छ। 2049 को एक्ट अनुसार र एक्ट र तपाईँको रेगुलेसन अनुसार 3 टाइप अफ इन्सुरेन्स थियो। अहिले मोरली अहिलेको 79 ले 4 टाइप बनाएको छ। प्रडक्ट बन्ने भनेको त कुनै न कुनै लिगल दफामा टेक्नु पर्यो। अब अहिलेको एक्टले थोर बहुत मोर तपाईँको क्रिएटिभिटीको स्कोपलाई छोडेको छ। त्यो त भयो एउटा लिगल पर्सपेक्टिभमा मैले त्यो भने। र दोस्रो रह्यो हामीसँग भनेको इन्डोमेन्ट हो, अब अर्को भनेको तपाईँको होल लाइफ हो या टर्म हो। अब एउटा अर्को विविध भनेर राखेको छ जसमा हामीले अहिलेको एक्टले थोरै गर्न सक्छौँ।
अब मार्केटमा कतिको प्रोडक्टिभ अथवा क्रिएटिभ प्रडक्ट छ या छैन भन्ने कुरो चाहिँ कस्तो हुन्छ भन्दा त्यो मार्केटमा जुन कतिको डिमान्ड छ पहिलो कुरो। मैले एकदमै तपाईँको राम्रो अथवा एकदम भनौँ न विश्वस्तरको लागि युनिक प्रडक्ट ल्याइदिएँ तर त्यो तपाईँको मार्केट सेलेबल भएन भने त्यो काम भएन। कम्पनीले त्यो खासै त्यस्ता प्रडक्ट चाहिँ केही समयमा चल्छ त्यसपछि बन्द हुन्छ। पहिलो हाम्रो मार्केट अवस्था कस्तो छ, उहाँहरूको डिमान्ड के छ, यो प्रडक्टको इनोभेसन चाहिँ मोर ओभर त्यसमा डिपेन्ड गर्छ। जे तपाईँको डिमान्ड छ त्यो कम्पनीले ल्याउने हो। अब मार्केट डिमान्ड के कस्तो छ र त्यो अनुसार ल्याउने हो। त यति भन्दै क्रिएटिभिटी ठ्याक्कै नभएको पनि भन्न मिल्दैन, अब ठ्याक्कै हाइपरै भइसक्यो पनि भन्न मिल्दैन। तर हामी यसो हेर्छौँ मानौँ सिआईमै पनि हेर राइडर भन्नुहुन्छ तपाईँको भाषामा, राइडरमा सिआई तान्छन् क्यारे हामी 15वटा दिन्छौँ भन्यो भने अर्कोले एउटा थपेर 16वटा भनिरहेको हुन्छ, अर्कोले एउटा थपेर 17वटा भनिरहेको हुन्छ, बाँकी चिज उस्तै हो। अब यो सिआईकै केसमा चाहिँ कस्तो भन्छ यसलाई हामी अब क्रिटिकल रोग हो। अब यो क्रिटिकल रोग त हाम्रो देशको कुनै न कुनै एउटा कानुनले यो रोगलाई मैले क्रिटिकल रोग भन्ने हो भनेर भन्छ। अब यसमा त ठुलो प्रे पनि गर्न पाउँदैन। तर त्यति हुँदाहुँदै एनआइएले के गरेको छ भन्दा नेपालको पास डेटा हेरिकन लगभग हाम्रो देशमा 35वटा रोगलाई आई थिङ्क अराउन्ड 35वटा रोगलाई नेपाल सरकारले सिआई भनेको छ। त्यसमध्येमा हामीले 10वटा सिआई रोग जुन चाहिँ तपाईँको नेपालमा फ्रिक्वेन्टली अकरिङ हुन्छ त्यसबाट धेरै नै भएको छ, सफरिङ भएको छ, त्यसलाई चाहिँ अलमोस्ट कम्पलसरी गऱ्यौँ। अलमोस्ट तपाईँको त्यो बाहेक अरूको त तपाईँको एज पर कम्पनी निड अनुसार सिआईमा तलमाथि उसले प्ले गर्न पाउँछ। जुन चाहिँ अब यसमा यस्तो गर्नुको कारण भनेको विविधको प्रोटेक्सनै हो। किनभने जुन सिआईबाट बढी क्लेममा अथवा नेपाली जनता जुन सिआईबाट बढी पीडित छ त्यो त आउनु पऱ्यो नि हजुर, होइन? त्यो आएन ठ्याक्क सिआईको रिलेभेन्सी हुन्छ। अब अरू त धेरै छन् सिआई ल्याउनलाई हो। यता रेगुलेटरी स्ट्याकले चाहिँ यति यो देशमा चाहिँ आउनुपर्छ सिआईमा, वेदर इट बिकम लाइफ अर नन लाइफ। किनभने हाम्रो डेटाले, नेपाल सरकारको डेटाले के भन्छ भन्दा यो सिआई चाहिँ हाम्रो देशको लागि क्रुसियल छ। अब बाँकी रह्यो त्यो र अरू पनि सिआई छ त सरकारले भनेको छ भनेपछि त्यो चाहिँ कम्पनीले तलमाथि अब गर्न पाउने भयो। सो त्यसैले कुनै कम्पनीमा 18 हुनसक्छ, कसैको 35 जान सक्छ। तर त सबैमा के चाहिँ हुनु पऱ्यो भन्दा जुन नेपाललाई आवश्यक पर्ने सिआई, नेपालमा फ्रिक्वेन्टली बढी क्लेम जो पर्छ त्यो सिआई चाहिँ आउनै पर्यो। त्यसको प्राइसिङ र दाबीको भुक्तानी रेसियो केही हेर्नु भएको छ? यो धेरै कम्पनीहरूले सिआईको दाबी फर्स्टमा चाहिँ अलिक बढी दुःख दिन्छन् भन्ने। यो चाहिँ कस्तो हुन्छ भन्दा यसलाई म रिलेटिभ थट भन्छु। अब यसलाई म यसको दाबी अनुपातको पनि तपाईँको दाबी कसरी गर्ने एउटा आफ्नै एउटा छुट्टै प्रक्रिया छ। दाबीको फेरि एउटा राम्रो भनौँ कि भन्दा राम्रो फ्याक्टै कुरा भनौँ, दाबी चाहिँ सठिक मान्छेले जानुपर्छ। यदि सठिक मान्छेलाई नजानु आफैमा पनि एउटा बिमितको प्रति अन्याय हुनसक्छ। इन्सुरेन्स भनेको एउटा ल अफ लार्ज नम्बरमा चल्ने प्रिन्सिपल हो। पक्कै पनि कम्पनीले पनि लाखौँबाट प्रिमियम कलेक्ट गरेर एकजनालाई दिने हो भवितव्य पर्दाखेरि भनिसकेपछि क्लेममा के एउटा हामीले एउटा के ठ्याक्कै चेक गर्नुपर्ने हुन्छ, वेदर ठ्याक्कै त्यो उहाँकै हो त, एउटा इन्सुरेन्स फ्रड भन्छौँ नि, त्यसलाई डिटेक्ट गर्नुपर्ने हुन्छ। यसले गर्दा कथम कदाचित एउटा चाहिँ धारणा हुनसक्छ तपाईँको क्लेम चाहिँ झन्झटिलो भयो है भनेर। त्यो झन्झटिलो भन्दा पनि एउटा राज्यले एउटा प्रोसेस बनाएको पो त्यो प्रोसेस अनुसार हुने भयो। तर फेरि क्वेसन के छ भन्दा प्रोसेस कति समय प्रोसेस त्यो पनि एउटा राज्यले तोकेको छ। मिनिमममा 80 दिन, 80 समयावधि। सायद मोस्ट अफ द क्लेम चाहिँ त्यो समयमा सायद सेटल भएकै ट्र्याक छ। अब त्यो एउटा यो पर्सेप्सन के हुन्छ भन्दा तपाईँको लाखौँमा एकजना पनि ऊ भयो भने पनि तपाईँको यस्तो त्यो आउने कुरा त्यो स्वाभाविक हो। यो कम्पनीहरू नि सफर गरिरहेछ, सफर गर्छ फरदको कुरा। अब त्यसलाई इन्भेस्टिगेसन गर्नै पर्यो। र हालाकि अब हामीसँग व्यवस्था छ। अब प्राधिकरणको त उद्देश्य पनि के हो भन्दा क्लेम, किनभने ब्युटी अफ इन्सुरेन्स भनेकै क्लेम हो। यदि क्लेमै छैन भने त्यस्तो इन्सुरेन्स ठ्याक्कै गर्न लगो मैले पनि दुःख देख्दिनँ। र यसमा प्राधिकरण पनि प्रतिबद्ध नै छ कि क्लेम चाहिँ टाइममा हुनु पर्यो। एउटा प्रिडिफाइन्ड सेट अफ स्ट्रक्चर जुन प्राधिकरणले नै बनाएको छ त्यसको मापदण्डमा बसेर हुनु पर्यो। एउटा प्रडक्ट 5000वटा बेचिसकेपछि अब बन्द गर्नुपर्ने परिस्थिति आयो। त्यसका त शर्त हुन्छन्, 15 वर्ष 18 वर्षका दायित्व बोक्या हुन्छ। त्यो प्रडक्ट नयाँ बेच्न छोडियो। अब त्यो प्रडक्टले जति बेला बेच्यो त्यति बेला कमिटमेन्ट गरेका शर्तहरू त सेवाहरू त पालना गर्नु पर्यो। त्यसको पूर्ति चाहिँ कहाँबाट गरिन्छ? त्यो बापत अर्को कुनै प्रडक्ट खरिद गरिरहेको बिमित माथि उसको जे कमिटमेन्ट कम्पनीले गरेको थियो त्यो पुरा हुन्न कि यो बिचको ग्याप चाहिँ कसरी फुल हुन्छ? ओके, एकदमै यो राम्रो क्वेसन लाग्यो। यसमा चाहिँ हामीले थोरै सायद हेरेर नै बुझाउन पर्ने हो। अघि जस्तै अब क्वेसन जब कुनै पर्टिकुलर पोलिसी क्लोज हुन्छ, अब यो क्लोज गर्नेको प्रोभिजन थोरै बुझ्नुपर्ने हुन्छ। बिमा बन्द गर्ने अब कसले गर्न पाउँछ? एउटा त
अब हाम्रो कानुनको व्यवस्था अनुसार त्यस्तै नै ठुलो नै क्राइसिस देखियो त कम्पनीलाई नै नेगेटिभ इम्प्याक्ट पऱ्यो अरू बिमितलाई नेगेटिभ इम्प्याक्ट पऱ्यो एउटा सर्टेन क्लोजर प्रोभिजन छ त्यो अनुसार भयो एउटा हाम्रो प्राधिकरणले नै गर्न सक्ने भयो अथवा यो चाहिँ मुख्यतया कम्पनीले नै आफ्नो फिजिबिलिटी स्टडी गर्छ प्रफिट टेस्टिङ गर्छ एक्सपेरियन्स एनालाइसिस गर्छ त्यो बेसमा यदि अनप्रफिटेबल देखियो भने त्यो प्रडक्टलाई उसले स्टेबल गर्न सक्छ त्यो उहाँहरूको पातो भयो अनि उहाँहरूले हामीलाई पेस दिएर हामी यथोचित व्यवस्था हेरेर व्यवस्था अनुरूप त्यो बन्द गर्छौँ अब क्वेसन के आयो कुनै यदि अब नेपालमा यो एक दुईवटा बन्द भएको नभएको पनि होइन विश्वमै भएको कुरा भयो अब यदि त्यो पर्टिकुलर पोलिसी बन्द भयो भने बिमितलाई के असर गर्छ त यो चाहिँ एकदम सिरियस कन्सर्न हो त्यो चाहिँ हामी सबैले बुझ्नुपर्ने कुरा भयो अब कुनै एउटा पोलिसी पोर्टफोलियो नै भनौँ पर्टिकुलर एउटा पोर्टफोलियो जसमा 10-15,000 5,000 कति सर्टेन नम्बर अफ पोलिसी छ त्यो पोलिसी होल्डर किनेको पोलिसी बन्द हुँदा के हुन्छ त उहाँहरूको लागि भन्ने एउटा चाहिँ क्वेसन हुन्छ जस्तै अघि मैले सुरुमै भने त्यसमा एउटा पोर्टफोलियो र अर्को पोर्टफोलियो बिच क्रस सब्सिडी त हुँदैन त्यसमा पाउने बोनस त त्यसैले पर्फर्म गर्ने त्यसैबाट जेनेरेट गर्ने त्यहीलाई हुन्छ सो बोनसको केसमा यो कुरो एकदम क्लिन कतै भयो रह्यो कम्पनीका टर्म्स एन्ड कन्डिसन के त्यो चेन्ज हुन्छ त जुन मैले सुरुमा तपाईँलाई यो सुविधा यति पेरिलहरू कभर गर्छु यो पनि कभर गर्छु यो यता रक्षावरण दिन्छु भनेर भनेका छन् यस्तो कन्डिसनमा त्यो चाहिँ चेन्ज हुँदैन कन्ट्र्याक्ट हो पोलिसी बन्द भयो कन्ट्र्याक्ट बन्द भयो होइन भनेपछि कन्ट्र्याक्ट त्यसका लागि आवश्यक पर्ने अतिरिक्त पैसा कहाँबाट आउँछ यो चाहिँ सेयरहोल्डरलाई बाँड्ने भनेको 10%बाट कटाएर हालिन्छ किन 90% त अर्कैमा जानु पर्यो हो यदि त्यस्तो नै विषम परिस्थिति आयो भने त्यहाँबाट पनि हामी क्यापिटल फन्ड भन्छौँ त्यहाँबाट पनि तानिन्छ अब यो तपाईँको कम्पनीलाई दिने पेरिल्स कभरेजको बेसमा त त्यहाँसम्म पुग्दैन किनभने यो इन्सुरेन्स हो यसमा वेल म्यानेजेड रिस्क प्लान हुन्छ एउटा मैले इन्डिभिजुअल प्रडक्ट आफैमा एउटा इन्डिपेन्डेन्टली सब त्यो चाहिँ सेल्फ सस्टेन हुन्छ एउटा इन्डिभिजुअल पोलिसी किन्दाखेरि नै तपाईँको बिमाको पोलिसी जारी भइसकेपछि नै तपाईँको 15 वर्षको रिस्क मेकानिजम डिल भइसक्यो तर हामीले त फेरि बिचमा यो सस्टेन गर्दैन भनेर क्लोज गरे हुन्छौँ नि त होइन पोलिसी क्लोज हो रिइन्सुरेन्स एग्रिमेन्ट त क्लोज हुँदैन जस्तै मैले एउटा पोलिसी किने भने हामीले एउटा कन्डिसनै के हुन्छ तपाईँले पोलिसी बेच्नुभन्दा अगाडि प्रपर रिइन्सुरेन्स अरेन्ज गरेर बेच्नुपर्छ भन्ने कुरो हाम्रो ऐनमा पनि छ धेरै व्यवस्थामा पनि छ भनेपछि मैले एउटा पोलिसी किने भने तपाईँको पोलिसी एप्रुभ गर्नु पूर्व तपाईँको कति वर्षको लागि मैले बिमा गरे हो 15 वर्ष 10 वर्ष 20 वर्ष त्यहाँसम्मको उसले रिइन्सुरेन्स अरेन्जमेन्ट त्यही दिनमा कन्ट्र्याक्टबाट गरिसकेको हुन्छ ट्रिटी गर्ला फ्याक गर्ला भनेपछि त्यो पर्टिकुलर उसको पोलिसी पोर्टफोलियो बन्द होस् अथवा चलोस् त्यसले चाहिँ क्लेम पेमेन्टमा जुन मैले कभर गर्छु भनेको छु त्यसलाई त्यसको कुनै पनि फाइनेन्सियली इम्प्याक्ट गर्दैन र त त्यसलाई बिमा भन्छौँ तपाईँले रिइन्सुरेन्स भनिहाल्नुभयो अहिले बिमा कम्पनीका सिइओहरूको टप म्यानेजमेन्टमा काम गर्ने अफिसरहरूको एउटा गुनासो छ नेपाल सरकार बिमा प्राधिकरणले लिएको नीतिका कारण नेपालका बिमकहरूले रिइन्सुरेन्सको एक्सपोजर नै पाएनन् यहाँको कम्पनीले सरेन्डर गरेको गार्बेज मात्रै पठाउनु पर्छ बाहिर भन्ने भएपछि त बाहिरसँग त हाम्रो सम्बन्धै भएन लाइफको त फेरि सबै यहीँ राख्नु भन्ने छ त्यो एक्सपोजर नै आएन भन्ने गुनासो रहेछ यो पार्टबाट हेर्नु भएको छ यो अब त राज्यको नीति हो ठ्याक्कै राज्यबाट आएको नीतिमा अब त्यो हुन सक्ला त्यसको पनि यदि गुनासो आएको छ भने त्यसको पनि प्रपर हामीसँग मेकानिजम पनि छ है कसरी म्यानेज गर्ने यदि त्यस्तो नै आएको रहेछ भने त्यसलाई प्रपर म्यानेज त हुन्छ नै त त्यस्तो साह्रो पनि नहोला तर एक पर्सपेक्टिभ त्यो पनि हुनसक्ला यदि आइ नै हालेको भए त्यसलाई मेकानिजम त छ हामीसँग किन ग्लोबल मार्केटमा जाँदा पो धेरै कुरो सिकेर आइन्थ्यो ग्लोबल मार्केटमा रिइन्सुरेन्स आफैमा ग्लोबल हो अब यही मात्र प्लेसमेन्ट हुँदा पनि तपाईँको के हुन्छ ग्लोबलमा नजाने भन्ने पनि हुँदैन फेरि हामीले एउटा प्रिडिफाइन एउटा निर्देशिकै छ कि हामीले कुन क्षेत्रमा कसरी गर्ने राज्यको एउटा व्यवस्थापन नै छ सायद त्यो निर्देशिका पढिसकेपछि यसको सबृत व्यवस्था नै छ त्यसमा त वेल क्लियरै हुन्छ तपाईँलाई फेरि म बिमालेखतर्फ दोहोऱ्याउन चाहेँ नन लाइफ इन्सुरेन्स कम्पनीहरूमा उनीहरूको व्यापार व्यवसायमा अलिक बढी समस्या देखियो कन्ट्र्याक्टरहरूसँग कुन प्रिमियम दरमा बिजनेस गर्ने भन्ने एउटा लफडा छँदैछ गरे हाइड्रोको कन्ट्र्याक्टरवालाहरूको त्यो चिज कहाँ पुग्या हो अब यसको लागि पनि तपाईँको नन लाइफमा जस्तै धेरै पोर्टफोलियो मध्येमा एउटा इन्जिनियरिङ पोर्टफोलियो पनि हो हाम्रो त मोस्ट अफ द पोलिसी अथवा पोर्टफोलियो त ट्यारिफमै छ सेम एज लाइक एउटा हाइड्रो पनि एउटा ट्यारिफमै छ तपाईँको इन्जिनियरिङ पोर्टफोलियो पनि एउटा ट्यारिफ छ अब ट्यारिफ भनेको एउटा सरकारले अथवा भनौँ नीति लिएर डिफाइन गरिसकेको रेट भइसकेपछि रेटमा त कुनै के कस्तो भन्ने नै सायद कन्फ्युजन नहुनुपर्ने हो यो सबैलाई थाहा भएको कुरो भयो कुनमा कति रेट लाग्छ भनेर डिफाइन भनिसक्यो ट्यारिफमा रेटको अब तर यो ट्यारिफ चाहिँ के हो भन्दा हो कहिलेकाहीँ कस्तो हुनसक्छ ट्यारिफ जुन छ यो मिनिमम हो
कहिले पनि कुनै पनि अब ट्यारिफ इट्सेल्फ नेभर अ म्याक्सिमम, त्यो मिनिमम हो। त्यसमा के पनि स्पेस हुन्छ भन्दा कि इफ यु हेभ एनी पर्टिकुलर रिस्क एक्सपोजर्स, किनभने ट्यारिफ एउटा पर्टिकुलर सेट अफ टाइममा बनाएको हुन्छ, पर्टिकुलर सेट अफ क्लेम रेसियोलाई प्रेडिक्ट गरेर त्यो टाइमको लागि बनाएको हुन्छ। त फ्युचरमा के हुन्छ त्यो ट्रेन्ड हामीले प्रेडिक्ट गर्न नसक्ने भएकोले त्यो मिनिमम हुन्छ, समय समयमा रिभ्यू पनि गर्नुपर्ने भयो। र यदि तपाईँको प्राधिकरण अथवा ठ्याक्कै रिभ्यू नहुने अवस्थामा के प्रोभिजन भन्दा त्यो मिनिमम भयो, कम्पनी आफैले पनि त्योभन्दा मुनि नगइकन आफ्नो रिस्क एक्सपोजरै गर्न सक्छ। तर कन्फ्युजन हेर्नुहोस् त, बिमितहरू भन्छन् यो अहिलेको ट्यारिफ नै धेर भयो, बिमकहरू भन्छन् यही ट्यारिफमा त हामीले रिइन्सुरेन्स प्लेसमेन्ट गर्नै सकेनौँ। तपाईँहरूले फेरि क्याप लगाइदिनु भएको छ रेटिङ कति चाहिन्छ भनेर, भनेको यो ग्यापले चाहिँ हाम्रो मार्केटलाई नै गलत दिशामा लान्छ कि? अब यो चाहिँ तपाईँको एउटा ट्रेड अफ हो, यो तपाईँको मलाई चाहिँ लाग्छ यता यो चाहिँ मेरो पर्सनल ओपिनियन नै भयो, एउटा ट्रेड अफ हो, यो बाइङ एन्ड सेलिङमा हुने एउटा ट्रेड अफ जस्तो लाग्छ। र यो तपाईँको यो रेटिङको कुरा जति एज अ रेगुलेटरले यो यसमा इन्टायरमा के बसेर फ्रेमवर्क हेर्ने हो भन्दा हामीले दुवै पक्षको अघि सुरुमै भने अब बिमितले पनि तपाईँको बिमितको पनि एउटा वेलफेयर हुनु पर्यो, बिमकको पनि हुनु पर्यो। अब यो तपाईँको रिइन्सुरेन्स प्लेसिङमा एउटा सर्टेन लोजिक अथवा रेटिङ हुनुको मतलब के हो भन्दा नेपाल आफैमा पनि क्याटास्ट्रोफिक एक्सेसबाट बढी एक्सपोज भएको ठाउँ हो, एकदमै भोलाटाइल ठाउँ हो। तपाईँको यो सर्टेन इयरको डेटाबाट हामीले अनुभव गरेको पनि भयो। यस्तो परिवेशमा यदि हामीसँग स्ट्रङ रिइन्सुरेन्स कम्पनी नहुने हो भने यो क्लेम चाहिँ फेरि के हुन्छ, त्यसको क्लेमको हामीले प्रपर पाउँदैनौँ। अब यो त तपाईँको रिस्क मिटिगेसनको एउटा प्रपर पाटो पनि भयो। त्यसैको लागि कि भोलि कथमको राज्य आइ नै हाल्यो जुन हाम्रा जति पनि यो कन्स्ट्रक्सन प्रोजेक्टमा, किनभने हामी रिस्क प्रोन एरियामा भएको हुनाले प्रपर र राम्रो सपोर्ट पाओस् र टेक्निकली हामीलाई प्रिफर सपोर्ट पाओस् भनेर त्यो रेटिङ चाहिँ अलि राम्रो गरिया हो। नभए त त्यो पनि स्पेसिफिकै छ जेनरललाई, अब जति हायर लेभल अफ स्पेसलाइजेसन चाहिन्छ त्यही हायर लेभल अफ आउने भने जस्तो नि लाग्छ मलाई चाहिँ यसमा चाहिँ। अब इन्सुरेन्स त साइन्स हो, फेरि तपाईँहरू बेला बेला छलफल गरिरहेका सुन्छौँ, डिस्कसबाट म्युचुअल अन्डरस्ट्यान्डिङ भन्ने हुन्छ र यो त फर्मुलामा हालेर जे आउँछ त्यसलाई इम्प्लिमेन्ट गर्ने भन्ने होला। अब फर्मुलामा हालेर गर्ने भनेको प्रिडिफाइन रेट हो होइन, रेटका कुराहरू चाहिँ तपाईँको अब यसमा हुने त प्रिडिफाइनै छ। एउटा पर्टिकुलर रेट सेट गर्दा हामीले के हेर्ने त्यो त एक्रस द ग्लोबमा चलेको प्रिन्सिपल हो। अब त्यसमा त फर्दर के डिस्कसन होला, थोरै भेरिएसन त्यसलाई कति कुनमा लाग्ने भन्ने कुरा र यो तपाईँको आपसीमा सेटल गर्ने भनेको तपाईँको क्लेम र क्लजेसहरू होला, केही सर्टेन क्लजेसहरू पनि छन् जुन चाहिँ तपाईँले आपसी बसमा नेगोसिएसनमा गर्न सक्नुहुन्छ, किनभने त्यो क्लज एउटा एज अ अक्रस द ग्लोबलाई फोकस गरेर बनाएको हुन्छ। त्यो ग्लोबलाई बनाएको क्लज फोकस चाहिँ हाम्रो नेपालको कन्टेक्स्टमा, नेपालको जियोग्राफी र टोपोग्राफीमा म्याच नहुन सक्छ। त्यस्तो क्लज र प्रोभिजनलाई मात्र डिस्कसन गर्ने आजको दिनमा मान्ने हो। अब हाइड्रो पावर प्रड्युसर र कन्ट्र्याक्टरहरू प्लस इन्सुररहरूको बिचको जुन ग्याप थियो एकअर्कालाई देखाएर हामी माथि अन्याय भइरहेछ भन्ने त्यो सेटल भयो भनेर मान्ने हो। अब यो चाहिँ कस्तो छ भन्दा यो जुन तपाईँको दुईटा बिचको ट्रेड अफको जुन पर्टिकुलर कुरा छ, यो ट्रेड अफको कुरा चाहिँ तपाईँको अब यो चाहिँ मलाई लाग्छ अब यसको प्रपर के हो त, हामीले नि तपाईँले जसरी ठ्याक्कै भन्नुभयो सुनेको थियो भन्ने कुरा न के छ भित्र टक्कै मिल्या हो कि सुन्नु नै मात्र पायो होइन, यो चाहिँ अझै पनि एउटा म त भन्छु एउटा डिटेल स्टडी हुनु। तपाईँहरूको यहाँ प्राधिकरणमा छलफल त भइरहेको थियो नि त? यो त हाम्रो त कन्सर्न स्टेक होल्डरसँग त छलफल त हामी कन्टिन्युस नै गर्छौँ, किनभने मिड अफ द वेमा के हो त अघि सुरुमै भने पार्टी हाम्रो दुवै त कन्सर्न राख्छौँ, दुवैलाई मिलाएरै लाने हो। सो यो छलफलमा त त्यस्तो ठुलो उ त भएको छैन। इलेक्ट्रिक भेहिकलहरूको इन्सुरेन्समा चाहिँ बिमा कम्पनीहरूले हामीमाथि अलिअलि जस्टिस भएन छ भने जस्तो सुनिन्छ। एउटा आइसी इन्जिनवाला गाडी ठोकियो भने 20% क्षति भयो हुने अवस्थामा त्यही कन्डिसन चाहिँ इभीमा ल्यायो भने त्यो 80% क्षति हुँदो रहेछ, सर्भिस सेन्टरहरू छैन, त्यस कारण यो ट्यारिफमा चाहिँ रिभ्यू गर्नु पर्यो भनिरहेको थिएँ है। हजुर हजुर हो। के भएको छ त्यसमा? अब यसमा चाहिँ हो यो एउटा कुरो चाहिँ अब इभी नेपालको लागि आफै नेपाल मात्र होइन विश्वको लागि नै नयाँ चिज हो, एक्सपेरिमेन्टल फेजमा छ। नेपालको लागि त झनै हो, किनभने नेपालमा कुनै एउटा प्रडक्सन पनि छैन, हामी त प्योरली इम्पोर्ट बेसमा सेकेन्ड ह्यान्ड भइसकेको छैन, त्यो पनि छैन, हामीले त ल्याउने हो। अझ इनफ्याक्ट तपाईँको त्यति इन्फ्रास्ट्रक्चर पनि नहोला। अब यो केसमा हो यो त हुन सक्ला, किनभने एक्रस द ग्लोबमा पनि बिस्तारै बिस्तारै रिफर्म भइराखेको हो, त्यहीँबाटको गुड अभ्यास अथवा भनौँ राम्रो प्र्याक्टिस हामी कहाँ ल्याउने हो। त्यो कन्टेक्स्टमा यसको पोलिसी ठ्याक्कै हामीले नर्मल आइसी इन्जिनसँग कम्बसन इन्जिनसँग चाहिँ कम्पेयर गर्न नमिल्ने भएकोले प्राधिकरणले यसको जुन एउटा ग्याप देखेर यसमा लागि परेको छ र यो बनाउने प्रोसेस अन्तिम चरणमै छ, जसले गर्दा तपाईँको यसको केही न केही तपाईँको टेक्निकली समहाउ चाहिँ ट्रेड अफ जुन छ त्यसलाई कम गर्छ। छुट्टै प्रडक्ट छुट्टै एज अ पोलिसीको रूपमा मोटर निर्देशिकामै अधीनमा रहेर त्यसको एउटा छुट्टै पोलिसीको रूपमा बन्ने उसमा त छ। त्यो आजको दिनमा नेपालमा 2वटा पुनर्विमक छन्, तपाईँ त्यो छेउछाउ बसेर पनि अहिले
तपाईँको तत्काल पखरै जिम्मेवारी चाहिँ हलियो। अब तिनीहरूले विदेशबाट कति प्रिमियम ल्याउँछन्, कस्तो खालको बिजनेस ल्याएछन्, बिचमा गार्बेज ल्याएर नोक्सानी बेहोरे भन्ने पनि थियो। यहाँबाट कति जोखिम बाहिर पठाइरहेका छन्, यो मिसम्याच भइरहेछ कि भन्ने खालको संशय छ। तपाईँ त फ्रन्ट लाइनर। अब यसमा त तपाईँको यो त तपाईँको फ्रन्ट लाइनर भन्नुभयो है। यसको लागि के छ भन्दाखेरि हामीले यो डिस्क्लोजर चाहिँ तपाईँको एनममा पनि गर्छौँ कि एउटा पर्टिकुलर अथवा क्वार्टरले पनि एउटा प्रेडिक्ट गर्नुपर्ने इन्डिकेटर पनि हो कि एउटा हाम्रो रिइन्सुरेन्स मात्र किन सबै बिमकले कति तपाईँको पैसा हामीले तपाईँको एज अ रिइन्सुरेन्स प्रिमियमको रूपमा आउटवार्ड भयो, रिइन्सुरेन्स प्रिमियमैबाट कति इनवार्ड भयो, त्यसको चाहिँ डिस्क्लोजर चाहिँ हामीले गरि पनि रहेका हुन्छौँ। अब होला केही प्यारामिटरहरू येट टु बी बनाउनै पर्ने पनि होला, त्यो चाहिँ पेरियोडिकली हामीले डिस्क्लोज गर्छौँ। त्यसै बाद पनि सायद यो वेल क्लियर नै हुन्छ होला। नेपालका दुईटा चाहिँ पुनर्बिमकहरूले चाहिँ कम्पनीहरूलाई भुक्तानीमा धेरै सपोर्ट गरेनन्, अलि बढी धेरै किचकिच गरे, त्यसकारण उनीहरू कहाँ चाहिँ अलि बढी फाइलहरू पेन्डिङ छ भन्छन्। हेर्नु भएको छ त्यस्तो? अब त्यस्तो त तपाईँको अब हामीलाई क्लेमको रेसियो डेटा हुने हो। डेटाबाट अब तपाईँको यदि आएको कन्टेक्समा फर्मल्ली आएको कन्टेक्समा त अब हाम्रो हेर्ने एउटा कर्तव्य पनि हो। त्यसमा त निश्चित विधि र प्रोसेसमा त हामी हेर्छौँ पनि। यो रिइन्सुरेन्स ब्रोकर कम्पनीहरू छन् केही थान, उनीहरूको व्यापार सस्टेन हुने गरी उनीहरूले व्यापार ल्याउन सके कि सकेनन्, क्यापिटलमाथि नै जस्टिस भएन कि भन्ने यसो गाईगुई अलिअलि हल्ला चल्न थालेको छ। हेर्नु भएको छ? अब यो तपाईँको रिइन्सुरेन्स ब्रोकर आएकै नेपालमा 16वटा रिइन्सुरेन्स ब्रोकर रहेछ, 5वटा फरेनर भए र बाँकी तपाईँको लोकल भयो। अब तपाईँको यस्तो कन्टेक्समा अब आएको हो यो क्वेसन चाहिँ हजुरको भ्यालिड हो, वेदर त्यो ब्रोकरले कन्सेन्ट गर्न मिल्ने, तर अलिक चाँडो भयो कि भन्ने मेरो क्वेसन हो। किन भन्दा 81 सालमा लाइसेन्स दिएको, भर्खर 82को यो जेठ हो, मर्निङ सोज द डे, मर्निङ सोज त तेज हो। तर यस्ता पर्फर्मेन्सको कुरो चाहिँ जुन यो कतिको फिजिबल हो या होइन भन्ने कुरो चाहिँ राम्रो टाइम अफ पिरियडमा हेर्न सक्यौँ भने सायद कङ्क्रिट रिजल्ट आउँछ होला। किनभने 1 वर्षको डेटा र 5 वर्षको डेटाको जुन भ्यालिडिटी हुन्छ, जसले देखाउने ट्रेन्ड 1 वर्षले पनि ट्रेन्ड देखाउला, तर 5 वर्षको ट्रेन्ड अलिक मोर रिलायबल हुन सक्ला। यो त मेरो पर्सनल ओपिनियन हो कि यो टाइम अलिकति अर्ली भयो कि, तर त्यसपछि चाहिँ यो गर्न चाहिँ आवश्यक कुरा हो। यो चाहिँ हाम्रो प्राधिकरणको बकाइदा नोटिसमै छ। किनभने अब त्यो कुन एप्रोप्रिएट टाइम हो भन्ने कुरो चाहिँ सायद अब यो हामीले येट टु बी डिस्कस। यो नेपालका दुईवटा रिइन्सुररहरूले विदेशमा रिइन्सुरेन्स बापतको पैसा पठाउँदा चाहिँ प्रपरली ट्र्याकिङ भएको छैन भन्दा रहेछन्। हेर्ने गरेर कसरी हेर्ने गर्ने? यसको लागि हो, यो चाहिँ एकदमै ठिक कुरा बोल्नुभयो। यसको खास हामीले ट्र्याकिङ राख्नु पनि पर्छ। र यो ट्र्याकिङ राख्नलाई अब हामीले एउटा प्रपरली सिस्टम पनि बनाइराखेको छ हाम्रो अफिसमा। हुन त हामीले म्यानुअली पनि गरिरहेछौँ, तर जुन रूपमा यो काम आफैमा पनि म्यानुअल छ एकदम रिजर्नी, र यो म्यानुअलमा आउने ट्र्याकिङलाई एउटा सिस्टम पनि डेभलप गरेका छौँ। र सँगसँगै एउटा प्रिडिफाइन्ड लिगल हामीले के हेर्ने के हेर्ने भनेर एउटा हामीसँग व्यवस्था नै छ भनिसकेपछि अब त्यो हेरिराखेका छौँ। अब यसलाई यथोचित व्यवस्थित गर्न एउटा सायद यो सिस्टम यसको बेस्ट अप्सन हुनसक्छ। र यो एउटा हाम्रो प्राधिकरणले पनि यसलाई स्वीकारेको र यसलाई माग भएको कारणले गर्दा यो सिस्टम एउटा प्रपर भइसकेपछि अहिले सुरु भएको छ। अहिले सुरु नै हाम्रो भइसकेको छ। केही फेजको पाइलट टेस्टिङ पनि भइसकेको छ। हामीसँग धेरै आइटम छ। तपाईँको नर्मली रिइन्सुरेन्स यता इन्सुरेन्स कम्पनी होस् या रिइन्सुरेन्स कम्पनीले एप्रोक्सिमेटली 12वटा हियरिङमा हामीसँग चाहिँ तपाईँको यो पर्मिट माग्न आउँदो रहेछ। अब हामीले हेडिङ आइडेन्टिफाई पहिलेदेखि छ, अब प्यारामिटर आइडेन्टिफाई भइरहेछ। यसलाई त सिस्टममा राखिसकेपछि यसको मतलब पहिला नभएको होइन, भइरहेछ। तर थप अझ तपाईँले भन्नुभएको छ कि प्रभावकारी बनाउन चाहिँ सिस्टम बनिरहेछ। त्यो बनिसकेपछि त सर यो त अब एउटा इन्डिकेटर पनि हो हामीले पब्लिस गर्नुपर्ने। नत्र त डलर बाहिर पठाउने विषय हो, घरघरती पठाइदिएर छन् भने मिल्दैन सर। यो त फेरि कस्तो छ भन्दा डलर बाहिर पठाउनेमा चाहिँ अब यो पनि मलाई पनि त्यस्तै लाग्थ्यो। अब यहीँ शाखामा आइसकेपछि के थाहा भयो भन्दा डलर बाहिर पठाउने ठ्याक्क हामी एउटा कडी मात्र हो। हामीले एउटा राम्रोसँग थरली हाम्रो पाताबाट इन्भेस्टिगेसन गर्छौँ। अब थप यसमा चाहिँ यता राष्ट्र बैङ्कको क्षेत्राधिकारी हो, विदेशी विनिमय विभाग। त तपाईँहरूले सामान्यतया ठिक छ पठाइदिनुहोस् भनेपछि हाम्रो रेकमेन्डेसनमा दिनुहुन्छ। हाम्रो एउटा रेकमेन्डेसन उहाँहरूको रिक्वायरमेन्ट मध्येमा एउटा चिज हो, सबै चाहिँ होइन। यो चिजलाई थप व्यवस्थित गर्नुपर्छ, तर यो थपले चाहिँ व्यवस्थित गर्नुपर्छ। र मुख्यतया अब हामीले हाम्रो क्षेत्राधिकारको कामको लागि एउटा ट्र्याकिङ चाहिँ गर्न चाहिँ राम्रै आवश्यक छ, र त्यो प्राधिकरणले महसुस गरेको छ र त्यो अहिले डिजिटलाइज बनाउने प्रोसेसमा पनि छ। व्यवसायमा लामो कुराकानी गरियो। आम नागरिकले, आम बिमितले बुझ्ने भाषामा
निकै गहिरा प्राविधिक विषयहरूबारे हामीले लामो छलफल गऱ्यौँ। यति विषय छुट्या छन्, थपिहालौँ भनेर महसुस गर्नुभएको छ भने प्लिज। एउटा चाहिँ हामीले यहाँनिर एउटा कुरा चाहिँ बिमा लेखकै म थोरै त्यता शब्द राख्न चाहेँ। आम नागरिकलाई मैले चाहिँ अब के भन्न चाहन्छु भन्दाखेरि कुनै पनि पर्टिकुलर यो एकदमै सामान्य कुरा हो, तर यसको इम्प्याक्ट चाहिँ धेरै लामो नै एकदम प्रिभेलेन्ट नै हुन्छ। कुनै पनि त्यो चाहे बिमा जीवन होस् या निर्जीवन बिमा होस्, हामीले बिमा किन्दाखेरि त्यसका के कस्ता कन्डिसन्सहरू छन्, के कस्ता विशेषता छन्, के त्यो मसँग म्याच गर्छ, त्यो त चाहिँ हामीले सेल्फ इभ्यालुएट गर्नु नै पर्छ। किन भन्दा एकपटक बिमित होस्, बिमितले त्यो साइन गरेपछि उसले बुझेरै गरेको भनेर भन्ने मान्नुपर्छ कानुनी रूपमा। त्यसैले कुनै एउटा जीवन बिमा गर्न लागेको छ भने मैले विशेष गरी कति समयसम्म बिमाको चुज गर्दैछु, कति प्रिमियम आउँछ, कति वर्षसम्म तिर्नुपर्ने हो, के मैले तिर्न सक्छु, मेरो फाइनेन्सियल अवस्थाले थाहा हुन्छ भन्ने कुरा हामीले हेर्न आवश्यक छ। अनि त्यसका कस्ता कस्ता सुविधा छन्, कस्ता टर्म्स एन्ड कन्डिसन छन्, त्यो विशेष गरी कस्तो अवस्थामा मैले के पाउने रहेछु, के भयो भने के गर्नुपर्ने रहेछ, मुख्यतया यो बुझेरै मात्र बिमा गर्न चाहिँ मैले आग्रह गर्छु। किन भन्दा जति पनि बिमाको यो इस्युजहरू छ सायद यति फेरिमै छन्। यदि यो प्रोसेस राम्रोसँग हामीले बुझ्ने हो र बुझाउन सक्ने भए एउटा बिमा वास्तवमै राम्रो कुरा हो, अझै राम्रो हुन्छ र समग्र राष्ट्रकै यसले रिस्क मिटिगेट गर्न चाहिँ सक्छ। हस्, महत्त्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद सर। कार्यक्रम इन्सुरेन्स टकको आजको श्रृङ्खलामा हामीले कुरा गऱ्यौँ नेपाल बिमा प्राधिकरणका उपनिर्देशक राम कोजुसँग। तपाईँ यो कार्यक्रम सगरमाथा एचडी टेलिभिजनबाट हेरिरहनु भएको छ, साथै ब्रान्डिङ सिन्डिकेटको युट्युब च्यानलबाट पनि यो प्रसारण भइरहेको छ। यो अन्तर्वार्ताको ट्रान्सक्राइब भर्सन यहाँले इन्सुरेन्सखबर.com र सिंहदरबार.com मा पढ्न सक्नुहुनेछ। नयाँ बसाइमा इन्सुरेन्स क्षेत्रका नयाँ पाहुना र यिनै विषयवस्तुसहित पुनः उपस्थित हुनेछौँ। त्यतिन्जेल हाम्रो टिमलाई बिदा दिनुहोस्। नमस्कार। सुरक्षा, बचत र लगानी, विश्वसनीय बिमा सेवा र सचेतनाका लागि ब्रान्डिङ सिन्डिकेटको इन्स्योरेन्स टक।